ओहो अब यो हामी स्कुटरमा चाहिँ यसो बाहिरतिर निस्किँदैछौँ। आज चाहिँ हामी अब यसो यो यामाहाको स्कुटरमा बाहिर निस्किँदैछौँ। अब यसको राइडिङ एक्सपिरियन्स त्यसपछि यसो यहाँबाट हामी निस्केर कता हामी मुलपानी चौरतिर लाग्दैछौँ। सो हेर्दै गर्नु होला। ओके लेट्स गो। ओके आज चाहिँ हामी घरबाट निस्केर महाकालबारीको मेन रोड हुँदै मुलपानीतिर गइरहेका छौँ। यसो हेरेर साथ दिनु होला। उड्यो उड्यो टोपी अलि मजाले बाँध न नि। मजाले बाँध्छौ? हजुर बाँध्छौ? ऊ छ के वेल क्रो छ के झन्डैले यहाँ टोपी उडाएर ओके केही छैन। आज चाहिँ हामी सर्ट ट्रिपमा यसो स्कुटर राइडमा निस्केका छौँ। म र मेरो बुढी ए हो यो स्कुटर लिएपछि अलिकति सानो ट्रिपहरू गऱ्यो भने रमाइलो हुन्छ। यही त छ रमाइलो, यही त छ रमाइलो भने होइन। राम्ररी बसिरहेछौ नि? हजुर राम्ररी बसिरहेछौ नि? कम्फर्टेबल छ नि? कस्तो हुन्छ तिमीलाई यो स्कुटर कस्तो लाग्छ? कम्फर्टेबल छ। कम्फर्टेबल लागिरहेछ? ल बस्नुलाई पनि कम्फर्टेबल लागिरहेछ भनेपछि त सकिहाल्यो नि। अब ओभरअल राम्रै लागिरहेछ अहिलेसम्म। त्यही हो, यसो राइडमा निस्कियो भने दिमाग पनि फ्रेस हुन्छ। आज नि हामी बिचबाटैबाट फर्किन्छ। पानी हेर्नु न पर्छ कि क्या? पानी पर्ने सम्भावना 1 बजीबाट चाहिँ भनेको थियो के अरे 1 बजीसम्म त छ जस्तो पनि छ, छैन जस्तो पनि छ। हेरौँ के हुन्छ। एनिवे हामी अहिले महाकालबारीको गेटबाट लेफ्टतिर जाँदैछौँ। सो बिस्तारै लेफ्टतिर जाउँ। अहिले यो मेन रोडमा निस्किसकेको छ, साको रोडमा। एकदम स्मुथ पारामा जाने हो। मेरो ओडोमिटरमा चाहिँ अहिले 52.1 किलोमिटर पर लिटर देखाइरहेको छ। त्यस्तै हो यसको जुन रेन्ज छ अलमोस्ट 50 प्लस हुन्छ। कहिलेकाहीँ चाहिँ 51, 52, 53। एकचोटि मैले त्यो थानकोटबाट आउँदाखेरि चाहिँ 59 किलोमिटर पर लिटर भेटेको थिएँ। यो हामी अहिले दक्षिण ढोका कटिसकेका छौँ। मालदा आँपा आउनु थालेछ हौ। अब आँपको सिजन हो नि त अहिले हो। होइन जुन त्यो हरियो हुन्छ नि मालदा, हरियो बोक्रा हुन्छ कि त्यसो आउनु थालेछ। हिजो खाएको आँप चाहिँ के हो त्यो? है त्यो अब इन्डियन आँप हो क्या? ए आँपमा पनि अहिले एकदमै धेरै विषादीहरू आएर ओहो। आँप खाँदा चाहिँ यसो त्यसको माथिको टुप्पोले काटेर यसो पानीमा भिजाएर खाँदा राम्रो हुन्छ।
यो राइट साइडमा चाहिँ क्रिकेट मैदान जुन चाहिँ एकदमै बनिरहेको छ मुलपानी क्रिकेट स्टेडियम कहिले बन्ने हो थाहा छैन लेफ्ट साइडमा नर्लिङ पछि उता रोयल प्यालेस यो चाहिँ राइट साइडमा क्रिकेट स्टेडियम उता माथिपट्टि चाहिँ अर्को स्टेडियम हामी पहिला मुलपानी चौरै जान्छौँ न कि पहिला यहीँ जाउँ है त ओके आज चाहिँ हामी यहाँनिर केही पहिला नजिकै मुलपानीको चोक भन्नाले अगाडि जान्छौँ त्यसपछि मुलपानीको त्यो कता हो मुलपानीको ग्राउन्डतिरबाट मुलपानी पिपल बोर्ड ग्राउन्डतिरबाट चाहिँ हामी त्यहाँ एक ठाउँमा लेफ्ट साइडमा जान्छौँ जहाँ चाहिँ त्यो खसी पालन गरेको छ अब ईद पनि आउन लाग्यो एउटा खसी त चाहियो खसी खाएर ईद मनाउनु पर्यो के भने हर्न पनि नबजाउनु भन्छ तर कहिले यता बजाउनै पर्छ फेरि अलिकति अप्ठ्यारो पनि हुन्छ ओके हामी चाहिँ अब मुलपानी चोकबाट मुलपानी चौरतिर जाँदैछौँ यसो सर्ट राइड लागि यसबाट एउटा उकालो पनि हल्का पिकअप चाहिँ राम्रो छ है यो जङ्गल पर्छ के तरिका सिकेर आइन्छ बोल्नलाई बोल्न त पाइन्छ यता भित्रको रोड पनि बवाल राम्रो भइरहेको हो अगाडि पनि त्यही स्कुटरै गइरहेको यो स्कुटर चाहिँ आजकल धेरै नै फेमस धेरैले मन पराउने रहेछन् राइटतिर गोठाटार स्ट्रेट जाँदा मुलपानी चौक अहिले हामी कता भयो कुयाल गाउँमा आइपुग्यो मुलपानी कुयाल गाउँ यो एरियामा चाहिँ जस बाटोहरू एकदमै वेल मेन्टेन छ एकदम नयाँ बनाएर होला भर्खर बनाएर पिच गरेर मार्किङहरू पनि एकदमै राम्रो गरेर फोन बजायो क्या अब हामी अलमोस्ट मुलपानी चौर नजिक आइपुगेका छौँ मान्छेहरू टी सर्टमा पनि के हो मिठो दुखाइ के चाहिँ मिठो दुखाइरहेछ
वेल हामी अहिले मूलपानी चौरमा आइपुगेका छौँ। अहिले चाहिँ पुरै व्यवस्थित गरिएको छ मूलपानी चौर, जहाँ चाहिँ सबैको पर्खाल लगाएर ल यो चाहिँ मूलपानी चौर बजार भइसकेको छ। र अगाडि त फेरि ट्राफिक मामाहरू जाँदै हुँदो रहेछ। केही छैन, नयाँ स्कुटर, बुढा र बुढी, त्यही माथि डिजिटल लाइसेन्स, ब्लू बुक भएपछि के भयो त नि, तनावै भएन। अगाडि के कता हो यहाँ चाहिँ खसी पाल्ने ठाउँ कता पो छ हौ? पर देखिएको डिस्को चाहिँ चाँगुनारायण हो। चाँगुनारायण पनि अहिले त हेर न कस्तो थियो, जङ्गल खाली भएर घर पनि ठुल्ठुलो बनायो कि के हो यो? ओके अहिले हामी चाहिँ मूलपानीको यो तल्लो रोडबाट जाँदैछौँ, जुन फाँटको बाटो। यहाँ चाहिँ अहिले बस पनि चल्छ, यहाँबाट सिधै रत्नपार्कसम्म जाने बस। बाटो चाहिँ एकदम बबाल पिच गरेर एकदम क्लिन भइसकेको छ, राइड गर्नलाई एकदम रमाइलो हुन्छ। त्यहाँ अगाडि हाम्रो मामाहरू पनि कुरेर बसिरह होला नि त्यहाँ, किनभने यहाँ आजकल अस्ति यहाँ अलिकति यति मात्रै चोक चाहिँ खराब रहेछ, खोइ के हो यो? सायद यो ढलछल केही बनाउन ला भएर होला। ल त्यहाँ चाहिँ ट्राफिक अस्ति अघि गइरहेको ट्राफिकको चाहिँ चेक भइरहेछ। के हो झन्डैले ट्राफिकलाई यहाँ त नयाँ कन्टेन्ट भन्ने ट्राफिकको हातमा ड्याम हालेर ल यी के हो? त लाइसेन्स नभएकोहरू फर्केर जानलाई रेडी भएर बसेको क्या हो? उता फर्केर बसिरहेको छ। ट्राफिक चेक पनि खै कता कता के गर्ने हो यिनीहरूलाई थाहा पनि नहुने हामीलाई, तर केही छैन। सबै चिज भएपछि त जतिसुकै चेक भयो नि, के भएर। ल अहिले चाहिँ हामी यो चाँगुनारायण राइट साइडमा, लेफ्ट साइडमा हाम्रो यो मजा। ओके कालो निलो भएर आयो। पुरै ढल गनाएर फेरि ओहो ल कुकुरहरूलाई पनि हामी स्कुटर ल्याउन लाछ भनेर। गाईको गोबर भनेको त एकदम त्यसको गन्ध एकदम शुद्ध हुन्छ। वाउ एनिवे अहिले चाहिँ देखेको त्यो पहाड चाहिँ के हो? चाँगुनारायण के नगरकोट सुन्दरी चल हो र होइन? नगरकोट त्यो एरिया चाहिँ नगरकोटको हो। उता डाँडामा देखिएको चाहिँ गागल फेदीबाट उता गागलफेदी हो त्यो पहाड। हो त गागलफेदीतिर त हो त्यो एरिया। यहाँ राइट साइडमा चाहिँ हामी अलमोस्ट चाँगुनारायण
सङ्गनारायण कटेर जान लागिरहेछ त्यहाँ हेर प्लटिङ गरेर हेर त्यहाँ डाँडानिर जताततै प्लटिङ ल अहिले हामी डाँछीको अगाडि टेलिकम साइडमा आइपुगेका छौँ। अब हामी यही बाटो भएर डाँछी हुँदै थली हुँदै लाग्नेछौँ। एनिवे हल्का अफरोड छ, अफरोड जस्तोमा पनि राम्रै पर्फर्म गर्छ। यताउता राख्नु केही छैन, एकदम स्मुथ। ओके, अहिले हामी अब राइट गयो भने साँकोतिर, लेफ्ट गयो भने चाहिँ डाँछी थली हुँदै दक्षिण ढोका जोरपाटी। यहाँ चाहिँ अहिले बाटो खोइ के हो यो, अझै पनि बनाइसकेको छैन राम्ररी। सो बाटोहरू अझै बनाउँदैछन्, ढुङ्गासँग ल्याएर रोडासोडा साइडमा राखेका त छन्, तर खै यो त धेरै वर्ष भइसक्यो अहिलेसम्म बनाएन। बिचबिचमा फेरि बाटो बिगार्न चाहिँ कसले सिकाउने पनि। ल रोलर पनि त्यहाँ सुतेर बसिरहेको रहेछ, कसले बाटो बनाउला र पेलाउला भनेर। अहिले त यो डाँसी आउनलाई बस त किरासरी पाउने ए डाँसी आउनलाई थली आउनलाई अहिले त बस त जति पनि पाइन्छ, टेन्सनै छैन। पहिला पहिला कहाँ बिर्सेस सो अहिले हामी यो चाहिँ डाँछी चोकमा छौँ। डाँछी चोकबाट सिधै अब ओह्रालो हुँदै अब थलीतिर लाग्छौँ। लेफ्ट साइडमा त म पढेको स्कुल। ल स्कर्पियोजीलाई चाहिँ यस्तो साइड लाइट नरोकी घरै जाउँ है, घरै जाने पानी पर्छ तर ओके। यो हामी फेरि सादो बाटो थलीको उकालो के अरे सोल्टी मोड कि सादो बाटो, यो सोल्टी मोड ए तरिका सादो बाटो भन्छ। सोल्टी मोडलाई सादो बाटो भनेर पनि भन्छ। ल यहाँ त के हो, हेलमेट नलाग्यो भने क्या हो। ओके, अब हामी कतै नरोकिकन सिधै घरतिर जाँदैछौँ। पानी पर्ला जस्तो भएको छ। अहिले त बाहिर निस्क्यो कि पानी पर्ला जस्तो भएर केही कामै नगर्नु। त्यहाँमाथि खसी नपाएर दिमाग खराब भयो। खसी नै सक्यो अरे, अब कसले खायो यार। फेरि खसी खोज्नलाई वहाँ जानुपर्ने। ल अहिले थलीको मेन चोकमा आइपुगेका छौँ। नगरपालिकाको भवन राइट साइडमा ठुलो बसलाई चाहिँ यस्तो ओभरटेक गरेर जाउँ। चहल पहल छ, मौसम पनि राम्रो भयो होला। यतातिर ब्याङ्कहरू पनि बढी छ, त्यो भएर एनिवे यताबाट जाने हो। होइन, घरै खुसी देखेको पानीले कपडा भिजायो भने भिजो।
ल यहाँ त के फेरि बनाउनु लाग्छ भर्खरै लाग्छ ए फेरि यो के हो दायाँ र अगाडि पनि भर्खरै यो गाडी चलाउनु यो भर्खरै गाडी चलाउनु सिके जस्तो छ भर्खरै गाडी चिलाउनु भाइ म चाहिँ यसो अगाडि जान्छु नि त ल बिस्तारै आउँदै गर केही छैन ओ यो उकालोमै चाहिँ किन खाल्टा र खुल्टी हुँदो रहेछ अरूतिर नभएर धेरै ब्रेक हानेर हो कि के हो यहीँनिर डाँसीमा पनि यस्तो उकालोमा खाल्टा खुल्टी छ अलराइट अब हामी थले ओह्रालोमा छौँ ओहो ल प्रभात चाहिँ नखिच्दा पनि हुन्छ क्या हो हेत्तेरिका मलाई छक्क भइहाल्छ जस्तो देखेर दायाँ चाहिँ कान्तिपुर क्याम्पस त्यसपछि अगाडि गोकर्ण रिसोर्ट राइट साइडमा के हो यो पेट्रोल त सकिँदैन त्यहाँ एकचोटि पेट्रोल सकेर फेरि फुल गरेर हेरौँ भनेर पेट्रोलै सकिँदैन स्कुटर किन्दाखेरि पेट्रोल जति आएको थियो त्यति नै छ हुन त धेरै कतै नगएर पनि होला हुन त अब यहाँ पनि थियो चासा सुसा यताउता फेरि हामी चाहिँ मूलपानीतिर आइपुगेका छौँ स्पिड चाहिँ मजाले 2647 यस्तो भयो भने चाहिँ फेरि घुमेर मूलपाञ्चोकमै आइपुग्यो कहाँ मूलपाञ्चोक होला मूलपाञ्चोक ल हामीलाई त त्यो गाडीले पनि ओभरटेक गर्न लागिसकेको छ पछाडि अहिले त्यो बिस्तारै हिँडेको गाडी स्कुटरले पनि ओभरटेक गरेर यो बस अगाडि हतार पनि छैन हतार पनि हुँदैन राम्रो जानुपर्छ मैले चाहिँ खास गरी यो स्कुटर चाहिँ इभी स्कुटर लिउँ भनेर सोचिरहेको थिएँ तर त्यो इभी स्कुटर पहिला एनआइयू हुँदाखेरि त रमाइलो थियो पछि त कोही मजै आएन यसो सोच्दा त हाइब्रिड पो ठिक होला राम्रो माइलेज दिने कुनै पनि ठिक हुने रहेछ ल ओभरटेक हानेर उहाँलाई बिस्तारै आउँदैन पऱ्यो मान्छे उठाउँदै आउने होला ल अहिले चाहिँ यो जताततै यो याङ्गोपट्टि आफूले चाहिँ पुरै बजार तताउँदैछ जताततै याङ्गो नै याङ्गो देखिन्छ ल उहाँ चाहिँ गाउँको बटारकै हिँड्नु भएको छ यस्तै छ पारा भन्दै हेलो 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 ल अहिले हामी दक्षिण ढोका चोक फेरि आइपुग्यो ल पछाडि चाहिँ को आउँदै हुँदैछ साथी ए
बिस्तारै जाउँ बिस्तारै पर्दैन फेरि अब महाकालबारी इन्ट्री हुँदैछ हाम्रो महाकालबारी चोकमा इन्ट्री हालिहाल्नु पऱ्यो ल त्यसपछि हाम्रो सबैलाई यसो गरेर इन्ट्री हुन्छ ल महाकालबारीमा इन्ट्री त्यो के हो भनेको la 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 ओहो उतातिर त पानी पर्यो कि घाम लाग्यो हो माथि डाँडो तारै भ्यू हो कि के हो मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे फाइनली अब हामी अलमोस्ट घर नजिक आइपुगेका छौँ फेरि कति लङ राइड त थिएन सर्ट राइड रमाइलो हो त्यही हो अरू माइलेज चाहिँ अहिले 53.3 पर लिटर देखाइरहेको छ अहिले 52 थियो अहिले 53 हो सर्ट डिस्टेन्स भएर पनि होला थोरै माइलेज देखाएको लङ डिस्टेन्समा एकदम स्पिड मेन्टेन गरेर हिँड्यो भने राम्रै माइलेज दिन्छ ल स्कुटर चाहिँ हामीले फेरि पार्क गरिसकेका छौँ चेप्पा लाएर ल अब हामी फर्केर आइसकेका छौँ नेक्स्ट टाइम अब फेरि अरू कतै घुम्न जाँदाखेरि चाहिँ हामी फेरि भिडियो बनाएर हाल्नेछौँ Thank you for watching and please subscribe to our channel. अनि धन्यवाद अहिलेसम्मको लागि चाहिँ